आलिया भट्ट, दीपिका पादुकोण र कट्रिना कैफहरू जस्ता ठुल्ठुलो सेलिब्रिटीहरूले यसरी आइसमा आफ्नो फेस डुबाएको त हेरिराख्नु भएको होला तपाईँहरूले। यसरी हामीले आइसमा फेस डुबायो भने चाहिँ तपाईँहरूको फेसमा भएको एक्ने, आई रिङ्कल्स, अन्डर आई पफिनेस, ओपन पोस्टलाई कन्ट्रोल गर्छ। चिसो बोतलको पानी मैले एउटा भाँडामा खनाउँछु र बरफहरू पनि त्यहाँ राख्छु। लगभग 2-3 मिनट आफ्नो फेस त्यो आइस पानीमा डुबाउँदै निकाल्दै गर्नु होला। हामीले अल स्किन टाइपले गर्न मिल्छ। तपाईँ फेसमा एकदम ग्लोइङ पनि गर्छ। मैले लगभग 2-3 मिनट डुबाइसकेपछि मजाले आइसले मसाज गर्छु। अनि काँचो दुध चाहिँ एउटा कटनमा डुबाएर आफ्नो फेस क्लिन गर्नु होला। क्लिन भइसकेपछि मैले यहाँ 1 चम्चा बेसन, आधा चम्चा बेसार र 1 चम्चा हनी राखेर मजाले पेस्ट बनाउँछु र यतिको पेस्ट भइसकेपछि आफ्नो क्लिन फेसमा एप्लाई गर्ने। आइस वाटर पानी चाहिँ तपाईँहरूले सधैँ गर्न सक्नुहुन्छ भने यो फेस प्याक चाहिँ हप्तामा 2 चोटि लगाउनु होला। चारैतिर फेसलाई कभर हुने गरेर लगाइसकेपछि मैले यहाँ 5 मिनटको लागि राख्छु। यहाँ 5 मिनट भइसकेपछि मैले यहाँ 1 मिनट 2 मिनटसम्म मजाले मसाज गर्छु र क्लिन वाटरले चाहिँ आफ्नो मुख धुन्छु। मुख धोइसकेपछि सफ्ट टवेलले आफ्नो मुख पुस्नु होला र मोइस्चराइजर लगाउनु होला। केटाकेटी दुवैले गर्न मिल्छ। भिडियो लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु होला। मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला है त। थ्याङ्क यू, बाई बाई।